रेभेलेसन प्रकाशित वाक्य 2:10 देखि म पढ्दैछु। यहाँ यसरी लेखिएको छ, तिमीले भोग्नै लागेको कष्टहरूसँग नडराओ। हेर, दियाबलसले तिमीहरूमध्ये कतिलाई तिमीहरूका जाँचको निम्ति कैदमा हाल्न आँटेको छ र तिमीहरूलाई 10 दिन कष्ट हुनेछ। तिमी मृत्युसम्म विश्वासी हवो र म तिमीलाई जीवनको मुकुट दिनेछु। जसको कान छ त्यसले सुनोस्। पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ? जसले जित्छ त्यसलाई दोस्रो मृत्युदेखि केही हानि हुने छैन। यहाँनिर पर्सिक्युसनको कुरा हुँदैछ है। मण्डलीले भोग्नु पर्ने त्यो ताडना, त्यो कष्ट, किनकि इन द वर्ल्ड यु विल ह्याभ ट्रिबुलेसन भन्नुभएको छ नि त प्रभुले। संसारमा चाहिँ तिमीहरूलाई कष्ट हुनेछ भन्नुभएको छ। है ट्रिबुलेसनको बारेमा, पर्सिक्युसनको बारेमा यति साह्रो बेसी लेखेको छ। ट्रिबुलेसन भन्दाखेरि चाहिँ हाम्रो एउटा एस्केपिस्ट मेन्टालिटी चाहिँ के छ भने चाहिँ ट्रिबुलेसनमा चाहिँ हामी पर्दैन। यो सोचाइ, यो धारणा छ हाम्रो। बट द्याट इज नट ट्रु। द्याट इज नट ट्रु। तर यो धारणा चाहिँ बिब्लिकली सही होइन, करेक्ट होइन। है संसारले तिमीहरूलाई घृणा गर्छ है, किनकि तिमीहरूलाई चाहिँ मैले चुज गरेको छु भन्नुभएको छ नि त प्रभुले। है यौनामा भन्नुभएको छ कि बिकज आई हेभ चोजन यु आउट अफ द वर्ल्ड, द्याट इज वाइ द वर्ल्ड विल हेट यु। है तिमीहरूलाई चाहिँ घृणा गर्छ संसारले, किनकि संसारदेखि मैले तिमीहरूलाई चुनेर निकालेको छु। सो प्रभुको जब नाम लागिसकेपछि चाहिँ सो वी बिकम द चिल्ड्रन अफ लाइट। हामी चाहिँ ज्योतिको सन्तान जब हुन्छौँ, अन्धकारले खेदो गर्छै गर्छ है। इट इज बट नेचुरल। यूहन्ना 3:16 देखि म पढ्दैछु। यहाँ यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए। सो हामीलाई चोइस दिनुभएको छ प्रभुले कि अन्धकारलाई रुचाउने या ज्योतिलाई। है ज्योति र अन्धकार, किनभने के भनेको छ, इन द बिगिनिङ वाज द वर्ड वाज विथ गड एन्ड द वर्ड वाज गड, एभ्रिथिङ वाज मेड थ्रु हिम एन्ड नथिङ वाज मेड विदाउट हिम द्याट वाज मेड। र सुरुमा वचन थियो, वचन परमेश्वरसित थियो र वचन परमेश्वर नै थियो भनेर लेखिएको छ है। यूहन्ना 1:6 हेऱ्यौँ भने यहाँ यसो लेखेको छ, होइन 6 होइन 9 देखि हेऱ्यो भने, हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउनु हुँदै थियो। हेर्नुहोस् है, ज्योति आउनु हुँदै थियो। उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो तापनि संसारले उहाँलाई चिनेनन्। है उहाँ आफ्ना मानिसहरू कहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले पनि उहाँलाई ग्रहण गरेर उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभएको छ। तिनीहरू रगतद्वारा र शारीरिक इच्छाद्वारा र कुनै मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्। जतिले पनि प्रभु यीशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गरेको हुन्छ है, उनीहरू चाहिँ शरीर रगतबाट होइन, तर पवित्र आत्माबाट, परमेश्वरबाट जन्मिएकोहरू। त्यसैलाई त नयाँ गरी जन्मिन भन्छ नि। यु हेभ टु बी बोर्न अगेन, यु हेभ टु बी बोर्न अगेन भन्नुभएको छ निकोडेमसलाई है। तिमी स्वर्गको राज्यमा एन्टर गर्नको लागि चाहिँ देयर आर 2 or 3 क्राइटेरिया है। एउटा क्राइटेरिया हो यु हेभ टु बी बोर्न अगेन, तिमी फेरि नयाँ गरी जन्मिन पर्छ भनेको। किनकि जब हामी फिजिकली जन्मिन्छौँ है, यो सांसारिक तौरमा जन्मिन्छौँ, तब शरीर र रगतद्वारा जन्मिन्छौँ नि है, मानिसको इच्छाद्वारा जन्मिन्छौँ है। फिजिकल जन्माइ हो त्यो है, जब नानी जन्मिन्छ, शिशु जन्मिन्छ है। तर प्रभुमा जन्मिनु भनेको चाहिँ पवित्र आत्माद्वारा जन्मिएको हो नि त है, र यो जन्मिन चाहिँ जरुरी छ है। सो दिस इज हाउ
we follow Jesus Christ. We accept him as our Lord and Savior, है। र उहाँ चाहिँ को हुनुहुँदो रहेछ? संसारको ज्योति हुनुहुँदो रहेछ नि त, है। संसारको ज्योति उहाँलाई भनिएको छ, है। तर मान्छेले चाहिँ ज्योतिलाई मन पराएन, रुचाएन, है। उनीहरू ज्योतिमा आउन चाहेन, किनकि अन्धकारले चाहिँ ज्योतिलाई रुचाउँदैन। फेरि यूहन्ना म अब लामो यो वचन पढ्नेछु। यूहन्ना 15:18 लिएर 16:4 पढ्छु ल। यहाँ यसरी लेखिएको छ, यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो। प्रभु यीशु ख्रीष्टले भन्नुहुँदैछ यो, यदि तिमीहरू यस संसारको हुँदा हो त संसारले तिमीहरूलाई आफन्त ठानी मान गर्ने थिए, तर तिमीहरू यस संसारका होइनौ, तिमीहरूलाई संसारबाट मैले चुने, यसकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। पर्सिक्युसन, ताडना, शोषण जुन चाहिँ क्रिस्चियन्सहरूलाई गरिन्छ, है, त्यो चाहिँ किन भन्दा चाहिँ संसारले ज्योतिलाई रुचाउँदैन, है। अन्धकारलाई जब रुचाउँछ भने चाहिँ ज्योतिलाई घृणा गर्दछ, है। नभए घृणा गर्ने कुनै कारण हुन्छ? हुँदैन। क्रिस्चियन्सहरू मैले अस्तिको हप्ता मात्रै, है, एउटा चर्चमा प्रार्थना गरिरहेको, है, आराधना गरिरहेको, कसलाई के बिगारेको थियो? उनीहरूले नराम्रो काम गर्दै थिएन। उहाँ त्यहाँ भित्र पसेर उनीहरूलाई कुटेर रगत्तै सरी, है, केटीहरू एकपट्टि लडिरहेको छ, केटाहरू एकपट्टि लडिरहेको छ, सबलाई हिर्काएर। वाइ? अब यसले क्लियरली नै प्रभुको वचनले त्यही भन्दैछ नि त, है। यो नराम्रो काम गरेर हिर्काएको होइन नि। किन प्रार्थना गर्दै गरेको मान्छेलाई कसैले हिर्काउन सक्छ, है? आँट आउँदैन नि, है। परमेश्वरसँग डराउँदो हो भने त आँट आउँदैन नि। त्यो क्रिएटर फादर गड, है, जसले आकाश र पृथ्वी बनाउनु भयो, जसले दिन अनि रात बनाउनु भयो, है, उहाँसँग अगर कसैले भय मान्छ भने एउटा प्रार्थना गरिरहेको मानिसमाथि प्रहार गर्छ? गर्दैन नि, है। सो यहाँ के भन्नुभएको छ, मैले तिमीहरूलाई भनेको वचन याद राख, नोकर घरको मालिक भन्दा ठुलो हुँदैन, तिनीहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनेछन्, है। पर्सिक्युसन इज इनेभिटेबल भन्नुभएको नि, इनेभिटेबल, इट इज कमिङ, इट कम्स, है। के भयो अचम्मको भनेर हामीले कहिले पनि नसोच्नु। र हामीले, है, यो मेसेजै मैले किन बनाएको भन्दा चाहिँ प्रिपेयर्डनेसमा हामी जानु जरुरी छ, है। तयारीमा, कि एउटा मेन्टल प्रिपेयर्डनेस, कि हामीमाथि त कहिले पनि पर्सिक्युसन आउँदैन भनेर कहिले पनि नसोच्नु, है। मेरो वचन पालन गरे भने तिमीहरूको वचन पनि पालन गर्नेछन्। तर तिनीहरूले यी सब कुरा मेरो नाउँको खातिर तिमीहरूलाई गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनु हुनेलाई चिन्दैनन्। म नआएको भए र तिनीहरूलाई नबताएको भए तिनीहरू पापको दोषी हुने थिएन। तर अब त आफ्ना पापको निम्ति तिनीहरूसँग केही बहाना छैन। प्रभुको गस्पल नसेयर भएको भए, है, गस्पल नप्रचार भएको भए मानिसको दोष देखिने थिएन, है। तर सबैले प्रभुको कुरा सुनेको छ, प्रभुको नाउँ, है, प्रभुको नाउँलाई सुनेको छ, प्रभुको गस्पललाई सुनेको छ, है, सुसमाचारलाई सुनेको छ कि प्रभु यीशु ख्रीष्ट आउनु भएको छ मानिसको पापको खातिर। उहाँ क्रुसमा बलि चढ्नु भएको छ, उहाँको रगतमा पापको क्षमा छ भन्ने कुरालाई जब सुनिसकेको छ भने चाहिँ अब चाहिँ उनीहरूको दोष ठहरिन्छ भन्नुहुँदैछ, है। उनीहरूको पापको निम्ति केही बहाना छैन। जसले मलाई घृणा गर्दछ त्यसले मेरो पितालाई घृणा गर्दछ, है। परमेश्वरबाट पठाउनु भएको। मैले 1 साल या 2 साल अघि एउटा हिस्ट्रीको फ्याक्ट, है, चाइनाको हान डाइनेस्टीबाट तपाईँहरूसँग पनि सेयर गरेको थिएँ। मैले पनि कहीँ इन्टरनेटमा भेटेर र त्यसलाई भेरिफाई गर्दा त्यो साँच्ची नै रहेछ। त्यसले गर्दा मैले कुनै एउटा मेसेजमा सेयर गरेको थिएँ। म त्यसलाई कतिले सुन्नु भएको छैन होला, म त्यसलाई यहाँ फेरि रिपिट गर्दैछु। यो चाहिँ प्रभु यीशु ख्रीष्टको टाइममा चाइनामा भएको हान डाइनेस्टीको कुरा हो। जब प्रभु यीशु ख्रीष्ट मारिनुभयो तब चाइनाहरूसम्म त अब क्रिस्चियन्सहरू पुगेकै थिएन, किनभने प्रभु यीशु ख्रीष्ट मारिनु भएर बौरी उठेर, है, पछि पल वर्ल्ड स्टेजमा पल जब आयो तब चाहिँ प्रचार गर्दै यो चेलाहरू, है, पल भयो र प्रभुको चेलाहरू भयो, उनीहरू
विभिन्न ठाउँमा गएको, त्यो पनि पहिला त उनीहरू एकदमै इजरायलको वरिपरि मात्रै गएको हो, चाइनासम्म पुग्नु त बातको कुरा हो। प्रभु यीशु ख्रीष्ट जब मारिनु हुँदै थियो यरुशलेममा है, त्यो समयमा चाइनामा हान डाइनेस्टी थियो रहेछ है। त्यो राजाहरूको समयमा चाहिँ के हुन्थ्यो रहेछ भने एभ्री डे दिनहुँ उनीहरूको राजाको दरबारमा आजको दिन के भयो त्यो लेख्नु पर्थ्यो रहेछ। सो त्यसलाई चाहिँ क्रोनिकल्स भन्दो रहेछ। त्यही पछि गएर हिस्ट्री हुने है। र सायद सबै किङडम्समा त्यसरी लेखिन्थ्यो। र हान डाइनेस्टीमा त्यो दिन चाहिँ 3 घन्टा चाहिँ अब संसारभरि नै त्यो अँध्यारो भएको नि दिउँसै है, अन्धकार, पुरा अन्धकार है। 3 घन्टाको लागि जब भयो तब त्यो क्रोनिकल्समा त्यो दिन के लेखेको रहेछ भने यिन एन्ड याङ हेभ चेन्ज्ड, उज्यालो र अँध्यारो चाहिँ बदली भयो भनेर लेखेको रहेछ। अब सारा संसारको मानिसको पापको लागि चाहिँ एउटा मान्छेलाई मारियो, स्वर्गबाट आउने एउटा मान्छेलाई मारियो र ऊ माथि चाहिँ all the sins of mankind are now laid upon him भनेर लेखेको रहेछ। त्यो चाहिँ कसरी लेखिन्छ त्यसरी? पवित्र आत्माले लेखाउनु भयो। कहाँ चाइनामा जसको मान्छे त्यहाँ आएको पनि छैन, यरुशलेम देखेकै छैन उनीहरूले, प्रभु यीशु ख्रीष्ट मारिनु हुने दिनमा चाइनामा हान डाइनेस्टीको क्रोनिकल्समा लेखिएको कुरा हो यो है, कि स्वर्गबाट आउने एउटा मान्छे मारियो र अब चाहिँ सारा म्यानकाइन्डको, सारा मानिस जातिको पाप चाहिँ ऊ माथि राखियो परमेश्वरले र अब चाहिँ पापको क्षमा छ भनेर लेखेको रहेछ। यो चाहिँ प्रभु मारिनु हुने दिनको कुरा। अब चेलाहरूले गस्पल बोकेर इन्डिया, चाइना यो जग्गाहरूमा त बादमा आएको। थोमस, प्रभुको दास थोमस इन्डिया आएको हो चेन्नईमा है, त्यसरी नै चाइनामा कोही पुगेको हो। त्यो चाहिँ धेरै वर्ष बाद मात्रै पुगेको है, यो गस्पल प्रचार गर्दै पुग्नेहरू। र यो चाहिँ तर त्यो टाइममा, त्यही समयमा, त्यही दिनमा लेखिएको कुरा हो है। प्रभुलाई जब क्रुसमा टाङ्गियो तब त्यो कुरा भएको, त्यो कुरा लेखिएको रहेछ कसैको हिस्ट्रीमा। द्याट इज द विटनेस। र यो किन चाहिँ गरिन्छ है, किन चाहिँ घृणा गरिन्छ प्रभुको नाम लागेकोहरूलाई भन्दा चाहिँ व्यवस्थामा लेखिएको यो कुरा पुरा हुनलाई भनेर यहाँ यौनामा लेखेको छ। वचन पुरा हुनलाई यो भएको थियो, तिनीहरूले मलाई बिना कारण घृणा गरे। बिना कारण घृणा गरेको छ प्रभुलाई। प्रभुले के गर्नुभएको थियो त्यो टाइममा? अन्धोहरूले देखिरहेको थियो है, अन्धोहरूको आँखा खोलिदिनु हुँदै थियो, बहिरोहरू सुनिरहेको थियो, कहिले जन्मैदेखि नबोलेकोहरू बोल्दै थियो, लङ्गडाहरू उफ्रिँदै थियो है, कोडीहरूको स्किनहरू जाती भएर फेरि नयाँ है नानीको जस्तो चमडा भइरहेको थियो उनीहरूको। र यो सबै काम गरिरहेको मानिसलाई चाहिँ है मरेकोहरू बिउतिँदै थियो है, मरेकोहरू बिउताइरहनु भएको छ है, अन्धाहरूलाई आँखा भिजन दिइरहनु भएको छ। र मार्न पर्ने के कारण थियो? देयर वाज नो रिजन, केही कारणै थिएन। तर त्यहाँ के भइरहेको थियो? प्रोफेसी पुरा भइरहेको थियो, अगमबानी पुरा भइरहेको थियो है, जसमा अगमबानी गरिएको थियो कि उसलाई त ल्याम्बलाई, एउटा निष्कलङ्क थुमालाई लगेर मार्छ उनीहरूले, मार्छ। त्यो थुमाको केही दोष नहुँदा पनि उनीहरूले मार्छ। दोष रहित थुमा, निष्खोट थुमालाई मार्नेछ र उसले एउटा आवाज मुखबाट निकाल्ने छैन भनेर उसलाई कोर्रा हानिनेछ, तर उसले कम्प्लेन गर्ने छैन। यो चाहिँ प्रोफेसी हो नि त आइजाया 53 को है। र यो प्रोफेसी यरुशलेममा त्यो दिन पुरा हुँदै थियो है, जसले जीवन दिनुभयो, जसले है अन्धोलाई आँखा, बहिरोलाई हियरिङ है, कहिले जन्मे नबोलेकोलाई बोल्ने बनाउनु, मुख बोली फुट्दै थियो है, लङ्गडाहरू हिँड्दै थियो, कोडीहरू जाति भइरहेको थियो, मरेकोहरू बिउतिरहेको थियो है, उसलाई लगेर मारेको हो नि त है। तब पनि प्रभुले केही भन्नु भएन। इनफ्याक्ट प्रभुले के भन्नुभयो? प्रभु यिनीहरूलाई क्षमा गरिदिनुहोस्, दे डु नट नो वाट दे आर डुइङ है। प्रभुले त्यो दिन एउटा यस्तो कुरा भन्नुभएको छ, यरुशलेमको स्त्रीहरूलाई मेरो लागि नरुवा भन्नुभएको छ, तिम्रै नानीहरूको लागि रुवा। बिकज द स्पिरिचुअल ब्लाइन्डनेस, द डार्कनेस द्याट ह्याड कम ओभर यरुशलेम वाज सो ग्रेट है। यस्तो खालको स्पिरिचुअल डार्कनेस आएको थियो कि उनीहरू कहिले डेलिभर हुनु, उनीहरूको आँखा कहिले खोलिनु, ब्लाइन्डनेसको पर्दा, मोटो बाक्लो पर्दा लागिँदै थियो यरुशलेमको है।
इजरायलीहरूको आँखामा कि उनीहरूले आफ्नै मसायालाई देख्नै सकेको थिएन है द्याट इज वाट ह्यापन्स इन पर्सिक्युसन है स्पिरिचुअल ब्लाइन्डनेस यति डरलाग्दो कि के कारणले घृणा गरेको थाहै छैन है पर्सिक्युसन पनि त्यही हो के कारणले घृणा गरेको थाहै छैन त्यो मान्छेले तपाईँको लागि प्रार्थना गरिरहेको छ तपाईँले हेर्नुभयो भने कतिजनालाई एडिक्सनदेखि फ्री गराइरहेको छ कतिजनालाई कस्तो कस्तो बिमारीहरूदेखि चङ्गाई भइरहेको छ है कारण के छ घृणा गर्ने पर्सिक्युसनको के कारण छ है मान्छेहरू आफै रक्सी खानु छोडेर है त्यो ट्राइबल भिलेजेसहरूमा कस्तो डरलाग्दो रक्सी खाएर लडिरहने मान्छेहरूले रक्सी खानु छोडेर गस्पल प्रचार गर्दैछ प्रार्थना गर्दैछ आराधना गर्दैछ आफ्नो लाइफलाई उनीहरूले फेरि एकदमै राम्रो सिँगारिएको लाइफ बनाएको छ आफ्नो परिवारलाई धान्ने काम गरिरहेको छ दे आर गेटिङ पर्सिक्युटेड है अहिले हेर्नुभयो भने छत्तिसगढमा हेर्नुहोस् कस्तो डरलाग्दो पर्सिक्युसन कस्तो डरलाग्दो पर्सिक्युसन एउटा भिलेजमा त पानी काटिँदैछ अब उनीहरूलाई खाने पानी नै छैन वाइ बिकज दे आर क्रिस्चियन्स है के कारण छ खालि क्रिस्टको नाम लागेको छ कारण त्यति मात्र हो है त्यसले गर्दा त यहाँ लेखिएको छ कि बिना कारण उनीहरूले तिमीहरूलाई घृणा गर्नेछ है यो चाहिँ वचन पुरा भएको नि है त्यसले गर्दाखेरि पर्सिक्युसनदेखि कसो किन भयो भनेर हामीले पर्सिक्युसन नहोस् भन्ने होइन तर जब पर्सिक्युसन हुन्छ प्रभु तपाईँको सामर्थ्य हामीलाई दिनुहोस् तपाईँको त्यो सहने शक्ति हामीलाई दिनुहोस् किनकि इन आवर फिजिकल बडिज वी क्यान नट इट इज भेरी स्केरी जस्ट टु थिङ्क अबाउट इट है अब सल्लाहकार आउनुहुन्छ जसलाई म पिताको तर्फबाट तिमीहरूकहाँ पठाउने छु अर्थात् सत्यको आत्मा जो पिताबाट आउनुहुन्छ उहाँले नै मेरो विषयमा गवाही दिनुहुनेछ तिमीहरू सुरुदेखि नै मेरो साथमा रहेको हुनाले तिमीहरू मेरो साक्षी हौ तिमीहरूले ठोक्कर नखाऊ भनेर नै मैले यो कुरा तिमीहरूलाई भनेको तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछ सभाघरबाट निकाल्ने कति भइरहेको छ है वास्तवमा यस्तो समय आइरहेछ जब तिमीहरूलाई हत्या गर्नेले परमेश्वरको सेवा गर्दैछु भनी ठान्नेछ है जसले पनि है एउटा मसीलाई मार्छ उसले सम्झिन्छ उसले परमेश्वरको सेवा गर्दैछ है गरेको हुन्छ परमेश्वरको सेवा जसले प्रार्थना गरिरहेको मान्छे कसै है निर्बल मान्छे कुनै हतियार नउठाएको मान्छे कसैलाई हार्म नगरेको मान्छेलाई मार्नुलाई परमेश्वरको सेवा कहिले हुन्छ है तर पनि उसले त्यसरी सोच्छ अरे कि उसले परमेश्वरको सेवा गर्दैछु भनेर ठान्नेछ तिनीहरूले यो काम गर्नेछन् किनभने तिनीहरूले पितालाई चिनेका छैनन् परमेश्वरलाई चिनेको छैन र मलाई पनि चिन्दैन तर यी कुरा मैले तिमीहरूलाई बताएको छु कि जब त्यो समय आउँछ तब तिमीहरूलाई के भने थिए सो तिमीहरूलाई स्मरण हुनेछ पहिले नै मैले तिमीहरूलाई यो कुरा भनिनँ किनकि म तिमीहरूसँग थिएँ है र जब यो समय आउँछ सम्झिनु भन्नुहुँदैछ प्रभुले कि मैले के भनेको थिएँ तिमीहरूलाई है देयर इज नो रिजन फर पर्सिक्युसन डु नट ट्राई टु फाइट कि आर्ग्युमेन्ट गर्ने के कुरै छैन रिजनै छैन प्रभुको नामलाई घृणा गरेको नि कुनै पनि जस्टिफाएबल रिजन कारणै छैन है पर्सिक्युसनको कारणै छैन कुनै पनि जस्टिफाएबल कारण छैन है एउटा क्रिस्चियनको लाइफ हेऱ्यो भने न त भायोलेन्ट हुन्छ क्रिस्चियन्सहरू कहिले हतियार उठाउँदैन आफ्नो एनिमीको लागि प्रार्थना गरिदिने मान्छेहरू हो है एनिमी भन्ने नै हुँदैन क्रिस्चियनको इनफ्याक्ट है सबैको लागि घुँडा टेकेर प्रार्थना गर्ने मान्छे हो क्रिस्चियन भनेको सो प्रभुले त्यही भन्नुहुँदैछ कि पर्सिक्युसन आउँदाखेरि चाहिँ के अचम्मको कुरा भयो भनेर तिमीहरू नडराउ किनकि यो त हुनै पर्नेछ है यो त लेखिएको वचन पुरा भइरहेछ कतिको बुझेको छौँ है कतिको हामी प्रिपेयर्डनेसमा छौँ तयारी कतिको छौँ फर पर्सिक्युसन किनभने सायद हाम्रो आँगनमा आइ नहालेको होला तर बडी अफ क्राइस्ट इज बिङ पर्सिक्युटेड एट दिस आवर बडी अफ क्राइस्ट इज बिङ पर्सिक्युटेड हामीले नजर उठाएर हेऱ्यौँ भने है मणिपुरमा हेरौँ छत्तिसगढ हेरौँ है यो जग्गाहरूको रिपोर्ट्सहरू हेऱ्यौँ भने यति भयङ्कर पर्सिक्युसनमा मण्डली गइरहेको छ है बडी अफ क्राइस्ट है प्रभु ख्रिस्टको शरीर हो नि त हामी है बडी अफ क्राइस्ट हो नि त हामी र हाम्रो शरीरले
अङ्गहरूले चाहिँ जब कष्ट भोगिरहेको छ भने चाहिँ हामीलाई फरक परेको छ कि छैन, हामीलाई दुखेको छ कि छैन, कि त हामी निदाएको छौँ, कि त हामी त्यो कोडी लागेको चाहिँ कोडको चाहिँ कस्तो हुन्छ भने चाहिँ लेप्रोसी जसलाई भनिन्छ, लेप्रोसीमा चाहिँ त्यो स्किनमा घोच्दा पिल्सेको पानी लाउँदा पनि चाल पाउँदैन रहेछ नि, राइट? इट इज डेड स्किन है. सो आर वी डेड टु द पर्सिक्युसन अफ द बडी अफ क्राइस्ट? आर वी बिङ लाइक द लेपर हुन्छ नि, एउटा लेपर जस्तो हामीले गरिरहेको छौँ कि, या त हामी जागेको छौँ र हामीलाई दुखिरहेको छ, उनीहरूलाई ताडना दिँदा, उनीहरूलाई कष्ट हुँदा के हामीले उनीहरूको लागि फास्टिङ प्रेयरमा रहेको छौँ, बसेको छौँ, उनीहरूको लागि रुए कराए प्रभुसँग मागेको छौँ के त? प्रभुको इन्टरभेन्सन, डिभाइन इन्टरभेन्सन, उनीहरूको लागि जस्तो खालको हेल्प हुन्छ हामीले पठाइरहेको गरिरहेको छौँ के त? कि हामी मरे तुल्य भइसकेको छौँ? प्रकाश 3:3 भनिएको छ कि तिम्रो नाम त छ है, तिमी ख्रिस्टको नाम त लागेको छ, तर तिमी मरिसकेको छौ है, तिम्रोमा जीवन छ भन्ने नाम त छ है. त्यो पढौँ हामी रेभलेसन च्याप्टर 3. सार्डिसको मण्डलीका दूतलाई यो लेख, यो कुरा परमेश्वरको 7 आत्मा र 7 तारा हुनेले भन्दछ, तिम्रो काम मलाई थाहा छ, तिमी जीवित छौ भन्ने नाउँ त छ, तर तिमीहरू मरेको छौ. जाग रहो र मर्नै लागेको रहल कुराहरूलाई दरिलो पार, किनकि मैले तिम्रो काम मेरो परमेश्वरको दृष्टिमा सिद्ध भएको भेट्टाएको छैन. यसकारण तिमीले जे पायो र सुन्यो यो सम्झ, त्यसलाई कायम राख र पश्चाताप गर. यदि तिमी जागा रहेनौ भने त म चोर जस्तै आउनेछु र म कुन बेला आउनेछु सो तिमीले थाहा पाउने छैनौ. तर सार्डिसमा कति व्यक्ति छन् जसले आफ्नो लुगा बिटोलो पारेको छैन. नाउँ त छ तिम्रोमा है, तर तिमी मरिसकेको छ. यो नेम द्याट यु अलाइभ बट यु डेड है, तिम्रोमा नाउँ छ है, जो चाहिँ जसले जनाउँछ कि तिमी चाहिँ जिउँदो हो है. कुन नामले जनाउँछ कि हामी चाहिँ जिउँदो, हाम्रोमा जीवन छ भन्ने नाम चाहिँ के हो? ख्रिस्टको नाम हो नि त. म भन्नुको मतलब प्रभुले के भन्नुभएको छ? बाटो, सत्य र जीवन म नै हो भन्नुभएको छ. आई एम द वे, द ट्रुथ एन्ड द लाइफ है. Yohana 14:6 भन्छ, आई एम द वे, द ट्रुथ एन्ड द लाइफ. जिजस सेज, नो वान कम्स टु द फादर एक्सेप्ट थ्रु मी. कोही पनि पिता कहाँ चाहिँ म बाहेक चाहिँ अरू कुनै आउने बाटो छैन, म मात्र हो भन्नुभएको छ नि त है. सो द्याट मिन्स द्याट वी हेभ द लाइफ इन अस. हामी जिउँदो छौँ, हामी ख्रिस्टको हौँ भनेको हो, जिउँदो छौँ भनेको चाहिँ है. जब तर पनि हामी चाहिँ मरे तुल्य छ भनेको चाहिँ ख्रिस्टको जय भएको छैन हामी भनेको नि है. यो एउटा एकदमै बिजाउने टपिक जो हामी एड्रेसै गर्न चाहँदैन रहेछ चर्चमा. वी डोन्ट वान्ट टु एड्रेस पर्सिक्युसन. नो डाउट वी प्रे, हामीले प्रार्थना गर्छौँ पर्सिक्युसनको लागि, पर्सिक्युसनमा परिरहेकोहरूको लागि हामीले मुठी पनि कतिपल्ट खोल्छौँ, सायद प्रार्थना पनि गर्छौँ. तर मैले के भन्न चाहेको भन्दा चाहिँ चर्च चाहिँ अब एउटा इन्स्टिट्युसनमा नानीलाई जब हाल्छ है, एउटा स्कुलमा हालेपछि नानी प्ले ग्रुपदेखि एलकेजी युकेजी हुँदै है, प्राइमेरी स्कुल हुँदै मिडल स्कुल हुँदै है, त्यहाँदेखि क्लास 12 पास गरेर त्यो स्कुलबाट निस्किन्छ नि. देयर इज मुभमेन्ट है, त्यसमा बढोत्तरी हुनु जरुरी छ है. दुध खानेदेखि हड्डी चपाउनेसम्म मण्डलीलाई बनाउनु जरुरी छ नि. र यर्मिया 46 भनेको छ, फेरोले आफ्नो अपोइन्टेड टाइमलाई मिस गर्यो है. त्यो मोहित, त्यो अपोइन्टेड टाइम हुन्छ है, त्योलाई मिस भयो भने चाहिँ फेरि तपाईँ प्रभुको भिजिटेसनको टाइममा आइपुग्नुहुन्छ नि त है. यर्मिया 46 46 हेर्नुभयो भने त्यहाँदेखि चाहिँ इजिप्ट फेरि केमा आइपुगेको छ है, आफ्नो अपोइन्टेड टाइमलाई उसले यादै नगर्ने हुँदा, पास बाई गरेको हुँदा चाहिँ ऊ भिजिटेसनको टाइममा आइपुग्यो. भिजिटेसन भनेको चाहिँ फेरि क्यालामिटीको टाइम हो, प्रभुको जजमेन्टको रातको टाइम हो नि त. त्यो मतलब कुन चाहिँ टाइम लाइनमा छ हामी, प्रभुको टाइम लाइन जान्न जरुरी छ. त्यसले गर्दा त प्रभुले तिमीहरूले चाहिँ सिजन्सहरू बताउन जान्दछौ तर मेरो टाइम लाइन तिमीहरूले बुझ्दैनौ भन्नुभएको छ. इट इज भेरी इम्पोर्टेन्ट
है हाम्रो क्रिस्चियन्सहरूको लागि प्रभुको टाइमलाइनलाई बुझ्नु अति नै आवश्यक छ है तपाईँको यो टाइमलाइनमा तपाईँको मण्डलीको दायित्व के हुनुपर्छ मण्डलीमा आइरहेको शिक्षा कस्तो हुनुपर्छ मण्डलीको बढोत्तरी कस्तो हुनुपर्छ है मण्डली कुन चाहिँ दिशामा बढिरहनुपर्छ कि त हामीहरू जस्तो सुरुवातमा थियौँ 50-100 वर्ष अघि जब मण्डलीहरू स्थापित भयो तब जस्तो शिक्षा जस्तो स्टेट अफ स्पिरिचुअल है मेच्योरिटीमा थियौँ त्यस्तैमा छौँ भने चाहिँ हामीले परमेश्वरको टाइमलाइनलाई बुझेकै छैनौँ है प्रभुले के भन्न चाहिरहनु भएको छ हामीलाई है सिजन्सहरू तिमीहरू जान्नेहरू मेरो टाइमलाइन पनि जान भन्नुभएको छ नि है तिमीहरूले मेरो टाइमलाइन चाहिँ बुझ्दैनौ भन्नुभएको छ नि हामी त्यही स्थितिमा छौँ हामीले सिजन्स बुझ्छौँ यो बुझ्छौँ त्यो बुझ्छौँ तर प्रभुको अपोइन्टेड टाइमलाई चाहिँ हामीले बुझ्न सकेको नै छैनौँ अगर हामी जस्तो सुरुवातमा थियौँ त्यस्तै छ भने प्रभुको टाइमलाइनमा हामी आइपुगेकै छैनौँ त्यस्तो हो भने है हामी अझै दुधै खाइरहेको छौँ गीत गाइरहेको छौँ नो डाउट प्रार्थना गरिरहेको छौँ गीत गाइरहेको छौँ बट प्रभुको समयलाई चाहिँ बुझेको छैनौँ है यो समयमा प्रभुको मण्डली कुन चाहिँ तयारीमा हुनुपर्छ है कहाँसम्म पुगिसकेको हुनुपर्छ कहाँसम्म हुर्किसकेको हुनुपर्छ मेच्योरिटीको लेभल के हुनुपर्छ है हाम्रो माइन्डसेट है कस्तो है स्टेट अफ माइन्डको मण्डली भइसकेको हुनुपर्छ हामीले बुझेको छैनौँ हामी चाहिँ एउटा एस्केपिस्ट मेन्टालिटीमा छौँ कि हामीसम्म चाहिँ यो कुरा आइपुग्दैन भन्ने है अफकोर्स त्यो चाहिँ एउटा ह्युमन नेचरै हो कि हामीमाथि चाहिँ यो सबै हुँदैन भन्ने नै हुन्छ हामीलाई बट एज अ चर्च द्याट इज अ रङ स्ट्यान्ड्स टु टेक हामी चाहिँ एउटा प्रिपेयर्डनेसको स्टेटमा अब हुनुपर्छ एज अ मण्डली प्रिपेयर्डनेसको तयारीको किनकि प्रभुको देहमा पर्सिक्युसन भइरहेको छ हामीलाई दुखेको नभए तापनि एकैचोटि आफ्नै अगाडि आइपुग्दा त्यो सहन हामीले सक्छ क्या त विथस्ट्यान्ड गर्न त्यही कारण त ग्रेट फलिङ अवेको कुरा गरेको छ त है त्यो एउटा समय आउनेछ कसरी ग्रेट फलिङ अवे आउँछ अचानक त मान्छेले फेथलाई छोड्दैन नि त है प्रभुलाई छोडिहाल्दैन छोडिहाल्ने के रिजन हुन्छ सबसे ठुलो रिजनै पर्सिक्युसन हो जब यति साह्रो गाह्रो स्थिति आउँछ तब चाहिँ छोड्नु सक्छ नि त सो ग्रेट फलिङ अवे इज गोइङ टु फलो पर्सिक्युसन यो हामीले बुझ्नुपर्छ मण्डलीले बुझ्नुपर्छ ग्रेट फलिङ अवे कसरी आउँछ जब पर्सिक्युसन डरलाग्दो हुन्छ है जब प्रभुको देहलाई एकदमै बेसी ताड्न शोषण भोग्न पर्ने हुन्छ तब चाहिँ मान्छेको प्रेम सेलाएर जाने चाहिँ त्यो स्थिति हो नि त है फर इक्जाम्पल म यो जुनको टाइमहरूतिर है मे जुनको त्यो एकदमै डरलाग्दो घाम लाग्ने टाइममा बिहानै घाम आउनु अगाडि सबै मेरो फुलहरूलाई पानी दिइसक्छु है मेरो सानो टेरेस गार्डनमा अब सबै जति पनि प्लान्ट पौधा फुलहरू छ पानीहरू दिइसकेर कतिलाई सेडमा सार्नुपर्ने कतिलाई इन्डाइरेक्ट त्यो सबै मिलाउँछु बिहानै सो द्याट जब घाम आउँछ म दिनभरि अब घुम्दिनँ घरमा कति कोही बेला त कति दिन हुँदिनँ कुनै पनि नमरोस् भनेर नि है त्यस्तो प्रिपेयर्डनेसमा मैले जसरी त्यो प्लान्टलाई लान्छु है डरलाग्दो 40 डिग्रीसम्म घाम पुग्दाखेरि पनि फुलहरू चाहिँ नमुर्झाओस् है नमरोस् भनेर हो नि त सो द्याट इज अ स्टेट अफ प्रिपेयर्डनेस जो हामीले है आफ्नो घरमा स्टक गर्छौँ अलिकति सौदा सामान त्यो सबै प्रिपेयर्डनेसको स्टेट हो नि त सो वाट अबाउट द स्पिरिचुअल प्रिपेयर्डनेस फर पर्सिक्युसन आर वी डुइङ इट हामीले गर्दैछौँ आफ्नो चर्च आफ्नो मण्डली आफ्नो कङ्ग्रिगेसन आफ्नो परिवार है आफ्नो ग्रुप्स मिनिस्ट्रिज मिसनको ग्रुप्सहरूलाई गर्दैछौँ हामीले पर्सिक्युसनको लागि तयारी है प्रिपेयर्डनेस है बिहानै पानी हाल्ने त्यो डरलाग्दो घामको राप पर्नु अगाडि नै बिहानै त्यो घामको फर्स्ट किरण आउनु अगाडि नै पानी हालेर सक्ने कामहरू गर्दैछौँ हामीले मण्डलीलाई त्यो फिड दिँदैछौँ भनेको नि है समटाइम्स फर इक्जाम्पल म युजली मेरो लोकल चर्चमा हुँदिनँ म लोकल चर्चमा खालि लामो छुट्टीमा मात्र हुन्छु र सालभरि चाहिँ म विभिन्न चर्चमा जानुपर्ने हुन्छ किनकि म धेरै विभिन्न जग्गाहरूमा है टुरमा केमा है आफ्नो कामहरू लिएर हिँड्दाखेरि चाहिँ म विभिन्न चर्चेसमा हुन्छु हालैमा यसरी नै म एउटा जग्गामा गएको थिएँ जहाँ अब मलाई चिन्नुहुन्न
र अब सन्डे चर्च है, सन्डे अब हामी खोजेर भए पनि जाने गर्छौँ। र मलाई यस्तो खालको एक्सपिरियन्स भयो कि मण्डलीलाई त्यो फिडै छैन है। कसरी प्रिपेयर्डनेसमा ल्याउँछ प्रभुको कुराको लागि मण्डली कसरी प्रिपेयर हुनुपर्छ प्रभुको वचनबाट हो नि त। एभ्रिथिङ इज इन द वर्ड अफ गड है। हामीले वचनबाट प्रचार गरेनौँ। सन्डे एक दिन है हामी चर्च जाँदा पनि वचनबाट हामीले सुन्न पाएनौँ, त्यो प्रभुको भोजन है मन्नालाई खान पाएनौँ भने हामी हप्ताभरि हाउ विल वी सस्टेन। आई ह्याड दिस फिलिङ रिसेन्टली एउटा चर्चमा है, मलाई त्यो भयो कि प्रभु मेरो त मतलब म भोकै नै निक्लेँ। अब म मात्र होइन, सारा मण्डली भोकै नै निक्ल्यो, किनकि देयर वाज नो स्पिरिचुअल फिड है। समटाइम्स हामीले पल्पिटमा बसेर कतिवटा गफ गर्दा गर्दा नै सकिसक्छ है। हामीले छुन्छौँ मात्रै प्रभुको वचनलाई। त्यो गहिरो टिचिङ, त्यो गहिरो स्पिरिचुअल फिड जसमा मण्डली तृप्त हुन्छ है, प्रभुको इनारबाट पिउँछ, त्यो स्टेटमा मण्डलीलाई ल्याउनु नै पर्छ। अदरवाइज हाउ विल यु सस्टेन वेन खडेरी पर्दाखेरि। मैले अघि भने है, त्यो बिहानै घाम आउनु अगाडि प्लान्ट्सहरूलाई जब हामी पानी दिन्छौँ भने त्यो डरलाग्दो घामको रापलाई पनि विथस्ट्यान्ड गर्छ प्लान्ट्सहरू है, मुर्झाउँदैन, मर्दैन। सिमिलरली हामीले प्रभुको इनारबाट पिएको छौँ भने चाहिँ त्यो डरलाग्दो राप जब आउँछ है, डरलाग्दो खडेरी खालके सिचुएसन जब आउँछ संसारबाट, त्यो पनि विथस्ट्यान्ड गर्न सक्नु पऱ्यो नि त। लाइक अ फ्लावर द्याट विल नट विल्ट है। 50 डिग्रीको घाम 40 डिग्रीको घाममा पनि विल्ट नगर्नु लागि है। कसरी चाहिँ हुन्छ भन्दा चाहिँ यु विल ह्याभ टु सस्टेन यर, तपाईँको मण्डलीलाई यस्तो खालको फिड दिनुहोस् तपाईँले है। प्रभुको वचनबाट तपाईँले केही पनि बाहिरबाट ल्याउनु पर्दैन, वचनमा सब कुछ लेखेको छ है, वचनमा छ नि त प्रभुको है। र यहाँ के भनेको छ भने नि 2 सामुएलमा दाउदको अन्तिम प्रार्थना, अन्तिम गीत हो यो है, स्विट सामिस्ट अफ इजरायलको अन्तिम गीतमा यहाँ के भनेको छ, बट द सन्स अफ रेबेलियन shall be as thorns thirst away because they cannot be taken by hands है। जब त्यो रेबेलियनको छोराहरू आउँछ है, रेबेलियनको छोराहरू जब आउँछ, तिनीहरूलाई चाहिँ तपाईँले तपाईँको नेकेड ह्यान्ड्सले चाहिँ टच गर्न सक्नुहुन्न है। तपाईँको हात त्यो ले चाहिँ तपाईँले छुन सक्दैन। बट द म्यान हु टचेस देम मस्ट बी आर्म्ड विथ आइरन, जसले चाहिँ है त्यो छुनु पर्ने हुन्छ, त्यसलाई चाहिँ आइरनले फलाम पहिरेको हुनुपर्छ हातमा। फलाम पहिराउनु हुँदैछ है। अगुवाजनहरूले पल्पिटबाट आफ्नो मण्डलीलाई हो यसरी आर्म गराउनु हुँदैछ के त है। जब त्यो सन्स अफ रेबेलियन देखा पर्ला तब मण्डली रेडी छ। ही हेज टु ह्याभ द होल आर्मर लगाएको हुनुपर्छ, आइरनको आर्मर लगाएको हुनुपर्छ। आइरनको आर्मर कसरी लगाउँछ, धार्मिकताको छातीपाता कसरी लगाउनु है, सत्यताको पेटी, मुक्तिको टोप कसरी लगाउनु है, गस्पलको जुत्ता है, द सुज अफ द गस्पल अफ पिस, र आफ्नो विश्वासको ढाललाई कसरी लिने, र पवित्र आत्माको तलवारलाई कसरी लिने। किनकि यर्मिया 48:10 भनेको छ, कर्स्ड इज ही हु डज द वर्क अफ द लर्ड नेग्लिजेन्टली एन्ड कर्स्ड इज ही हु किप्स ब्याक हिज स्वord फ्रम ब्लड है। त्यसलाई चाहिँ हाय, त्यसलाई धिक्कार, त्यसलाई चाहिँ के भन्छ, त्यसलाई श्रापित हो त्यो जसले चाहिँ परमेश्वरको काम चाहिँ एकदमै केयरलेसली गर्दैछ र उसको तलवारले चाहिँ खुन लाग्नु देखिन्छ बचाउँदैछ। मतलब तलवार भने के हो, पवित्र आत्माको तलवार, स्वord अफ द स्पिरिट भनेको वर्ड अफ गड भनेको हो नि त, परमेश्वरको वचन। परमेश्वरको वचन चाहिँ 2 धारे तलवार भनेको छ नि त। सो त्यो तलवारले काट्नु हुँदैछ तपाईँले आफ्नो मण्डलीलाई, काटिँदैछ मण्डली है। र है त्यो परमेश्वरको काम चाहिँ यस्तो पाराले गर्नु भन्नुहुँदैछ नि त। यर्मियाकै 1 भनेको छ, मेरो वचन चाहिँ तिम्रो मुखमा म यस्तो बनाउँछु कि त्यो चाहिँ आगो हुनेछ र अरू चाहिँ काठ हुनेछ कि उनीहरूलाई जलाउनेछ त्यो काठलाई है। र त्यो वचन, परमेश्वरको त्यो वचन तपाईँको मुखमा छ के त, जसले जलाउँछ है, जसले
रगत पक्ष बनाउँछ त्यो दुई धारे तलवारलाई, जो चाहिँ परमेश्वरको वचन हो, है परमेश्वरको स्वरलाई चलाउनु हुँदैछ मण्डलीमा। जब पनि तपाईँ उठ्नुहुन्छ परमेश्वरको वचन बोल्न लागि, पल्पिटमै नउभिएर है घरको सेवामा हुन्छ या जहीँ पनि तपाईँ जब उभिनुहुन्छ परमेश्वरको वचन बताउन लागि, है तपाईँले माग्नुहोस्। इजिकल 3:8 र 9 पद अनुसार, हे परमेश्वर, हे पिता, मेरो अनुहार चाहिँ यति साह्रो कडा बनाइदिनुहोस् द्याट आई मे बी एबल टु फेस, है म बोलेको वचनले है अगर कुनै पनि नेगेटिभ है कुनै पनि असहमति हुन्छ भने त्यसलाई म विथस्ट्यान्ड गर्न सकौँ, फेस गर्न सकौँ, है म तेरो अनुहारलाई स्ट्रङ बनाउँछु भन्नुभएको छ नि त इजिकियललाई। तेरो निधारलाई फ्लिन्ट जस्तो, फ्लिन्ट भनेको त्यो दलछिन ढुङ्गा हुन्छ नि, त्यही साह्रो कडा है झिल्का निस्किने, है फ्लिन्ट जस्तो बनाउँछु भन्नु भएको छ नि। माग्नुहोस्, माग्नुहोस्, कडा वचन बोल्नदेखि नडराउनुहोस्। तपाईँको तरवार भन्नुको मतलब परमेश्वरको वचनले रगत पक्ष बनाउनुदेखि नडराउनुहोस्। अगुवाजनहरू, लिडर्सहरू चर्चमा पल्पिटमा गएपछि केवल परमेश्वरसँग डराउनुहोस् कि तपाईँले बोल्नु भइरहेको कुरा केयरलेसनेसमा तपाईँले वचन लिएर त आउनु भएन, विदाउट प्रिपेयर्डनेस हुँदैन त्यसरी। तलवारलाई कसरी लिने, so that you can withstand the things that are coming. Church, you have to be ready. We have to be ready. Church ma yo वचनहरू हुन पर्छ जसमा चाहिँ you will have to know how to face persecution, because persecution is coming. It is coming. जब आइसक्यो है, तपाईँले मणिपुरको न्युजहरू हेर्नुहोस्, छत्तिसगढको हेर्नुहोस्, उडिस्साको हेर्नुहोस्, यो न्युजहरू फलो गर्नु हुँदैछ अराउन्ड द वर्ल्ड है। हामी हाम्रो छेउको त्यो त, what about around the world? The level of persecution around the world has gone up so high. है किन भन्दा चाहिँ यो त लेखिएको छ नि त, अन्तको समय त यस्तै नै हुन्छ भनेको छ नि त। फर्स्टमा त पर्सिक्युसन आउँछ लेखेको छ है, मत्ती 24। मेरो पहिला एउटा पर्सिक्युसन भर्सेस ट्रिबुलेसन, ट्रिबुलेसन भर्सेस ग्रेट ट्रिबुलेसन भनेर एउटा मेसेज मैले बनाएको थिएँ। त्यसमा मत्ती 24 को शिक्षाबाट हामीले केही हेरेको थियौँ। जब मैले त्यो समयलाई दुईटामा भाग गरिदिएको थिएँ, मतलब सिकाउनको लागि कि इट इज समथिङ कल्ड द बिगिनिङ अफ ट्रिबुलेसन, बिगिनिङ अफ सरो छ एउटा है, त्यहाँदेखि चाहिँ त्यसको मध्य भाग छ, त्यहाँदेखि चाहिँ एन्ड विल कम भनेको छ है। र एज अ चर्च चाहिँ हामी ऱ्याप्चरको लागि रेडी भइरहेको छौँ। ऱ्याप्चर भइहाल्छ भन्ने एउटा खुसी है, खुसी छ। But along with the rapture will come a great tribulation. I pray that your flight may not be in winter or on Sabbath. मत्ती 24 को 20 बाट पढ्दैछु। For then there will be great tribulation, such has not been since the beginning of the world until this time, no, nor ever shall be. त्यति बेलाको ट्रिबुलेसन चाहिँ यस्तो हुन्छ कि संसारको सुरुदेखि पनि यस्तो खालको ट्रिबुलेसन भएको छैन। हेर्नुहोस्, नेरोहरूको टाइम आएको छ। रोमन एम्परर नेरोको टाइमको ट्रिबुलेसन यति भयङ्कर थियो है त्यो। NERO नेरोको कुरा गरेको मैले। कस्तो डरलाग्दो सङ्कष्टमा पारेको छ अर्ली चर्चलाई है। तर प्रभुले भन्नुहुँदैछ बिगिनिङ अफ टाइममा पनि यस्तो भएको थिएन, न त फेरि कहिले हुनेछ त्यस्तो खालके ट्रिबुलेसन आउनेछ त्यो अन्तमा चाहिँ है। र त्यो नेरोहरूको टाइमको ट्रिबुलेसन केही पनि होइन, एउटा भयङ्कर पर्सिक्युसन ट्रिबुलेसन प्रभुको मण्डलीको आँगनमा आइपुग्दैछ। हिजो मात्र मैले हेर्दै थिएँ चर्च सर्भिस भइरहेको, अब प्रार्थना र वर्शिप आराधना गरिरहेकोहरूलाई गएर ड्याङ्की ड्याङ हिर्काएको छ। भित्र पसेर हिर्काएर उनीहरू लडिरहेको, चर्चभरि खुन्नै खुन भएर लडिरहेको, एकपट्टि केटीहरू एकपट्टि केटाहरूलाई हिर्काएर लडाइरहेको छ। र यो स्थिति छ है। वाइ? बिकज दे वर प्रेइङ एन्ड वर्सिपिङ। आराधना गरिरहेकोहरूलाई तिनीहरूले के नराम्रो त्यहाँ गरेको थियो? थिएन। जुवा खेलिरहेको थियो? थिएन। रक्सी खाएर झगडा गरिरहेको थियो? थिएन। नराम्रो काम गरिरहेको थियो? थिएन। उनीहरू प्रार्थना गर्दै थियो। प्रार्थना जब गरिन्छ है, त्यो जग्गाको लागि पनि गरिन्छ है, शान्तिको लागि प्रार्थना गरिन्छ। एन्ड त्यो प्रार्थना गर्नेहरूलाई गएर प्रहार गर्नु भनेको चाहिँ कस्तो कुरा हो? प्रार्थना भनेको एउटा शान्तिको कुरा हो नि त है। परमेश्वरलाई आराधना दिनु भनेको शान्तिको कुरा हो है, एउटा सबैको लागि राम्रो चिताएको कुरा
है प्रार्थना गरेर है घुँडा टेकेर प्रार्थना गर्दै गर्नेलाई चाहिँ आएर कसैले हिर्काउँछ भने चाहिँ त्यो के हुन्छ कि एउटा ज्योतिलाई अन्धकारले प्रहार गरेको हो नि त है ज्योतिलाई अन्धकारले प्रहार गरेको हो नि त त्यो चाहिँ है इट इज सो क्लियर है कोही प्रार्थना गर्दैछ घुँडा टेकेर है परमेश्वरलाई आराधना दिँदैछ स्वर्ग अनि पृथ्वी बनाउनु हुने परमेश्वर दिन अनि रात बनाउनु हुने परमेश्वरलाई आराधना दिँदैछ त्यो मान्छेलाई आएर उसको टाउकोमा प्रहार है उसको खुट्टामा प्रहार वाट इज द्याट ए यो हिजो मात्र चर्च सर्भिसमा कहीँ भएको कुरा हो है त्यो पर्सिक्युसनको लेभलमा आइरहेको छ तर अगर हामीलाई फरक परेको छैन भने हामी निदाएको है अघि सार्डिसको मण्डलीलाई भनेको चाहिँ तिम्रोमा नाम त लागेको छ तर तिमी मरे तुल्य हो ए जीवन छ भन्ने नाम त छ ज्योति छ भन्ने नाम त छ तिमी मरे तुल्य हो किनभने अगर फरक परेको छैन र मण्डलीलाई थाहा पनि छैन है त्यो दिनको वर्शिप त्यो दिनको सर्मनमा प्रिपेयर्डनेसमा मण्डली जाँदैन है चर्चहरूले ल्याउँदैन भने तपाईँहरू डराउनुहोस् किनकि आउनेवाला छ डराउनुहोस् तपाईँले कसरी आफ्नो परिवारलाई रेडी गर्नुहुन्छ है मैले मेरो परिवारको बारेमा भन्दै थिएँ सानो नानीहरू छ तर म के भन्छु कि यो शरीर मात्र होइन हेर है हामी जब सुत्छौँ शरीर त पुरै निदाएको हुन्छ फिजिकल बडी इज अस्लिप बट वी क्यान सी ड्रिम समटाइम्स द ड्रिम्स आर सो विभिड है यति साह्रो रियल खालके ड्रिम हुन्छ तर्सेर पनि उठ्छौँ हामी वाट इज द्याट विच इज ड्रिमिङ है तपाईँको आत्मा त सुत्दैन नि त है आत्मा प्राण शरीर है तीनटा भागले बनिएको म एउटा मान्छे है पिता पुत्र पवित्र आत्मा परमेश्वर एक परमेश्वर हुनुहुन्छ है एक परमेश्वर हुनुहुन्छ तर पिता पुत्र अनि पवित्र आत्माले एउटा परमेश्वरलाई नै डिनोट गरेको हो है त्यसरी नै हाम्रो परमेश्वरको इमेजमा बनिएको भनेको आत्मा प्राण शरीर सेम थिङ है त्यो सेम टेम्प्लेटमा हामी बनाइएको हो प्रभुले हामीलाई आफ्नो इमेजमा क्रिएट गर्नुभएको हो नि त र जो पनि पर्सिक्युसनमा पर्छ उसको केवल शरीर मात्र नै परेको हुन्छ है त्यसले गर्दा यो शरीरको लागि मात्र है तिमी माया नगर्नु भनेर हामी सिकाउनु पर्ने हुन्छ नि यो त अब कसैले काट्छ मार्छ भने उनीहरूले त्यतिसम्म मात्रै सक्छ तिम्रो न त आत्मालाई छुनु सक्दैन न त प्राणलाई इट बिलोङ्स टु गड र तिमी यो शरीर अब यति साह्रो सानो छ तर पनि आई हेभ टु प्रिपेयर देम कि भोलिको दिनमा तिम्रो आमालाई केही भइहाल्यो बाउलाई केही भइहाल्यो भने रिमेम्बर इट इज जस्ट द बडी द्याट दे हेभ हार्म्ड है खालि शरीर मात्र हो जो सताइयो केवल शरीर हो तर तिमी त केवल शरीर होइन शरीरबाट मात्र नसोच्नु है अब बुझ्छ बुझ्दैन बट आई फिल कि हामीले अहिलेदेखि यो प्रिपेयर्डनेसमा ल्यायो भने वेन दे ग्रो अप दे अन्डरस्ट्यान्ड है जब उनीहरू ठुलो हुन्छ जब पवित्र आत्माले उनीहरूलाई जान्न दिनुहुन्छ उनीहरूले त्यो जान्नेछ है तर भन्ने काम हाम्रो हो नि त किनकि पेरेन्ट्सहरूलाई के भनेको छ ब्रिङ अप यर चिल्ड्रेन इन द वे द्याट दे सुड गो रेज यर चिल्ड्रेन यस्तो पाराले हुर्काउनुहोस् कि जुन बाटो जानु छ तपाईँले त्यो बाटोको त नक्सा दिनु पऱ्यो नि त म्यापै बिना त कसरी जान्छ है सो इभन द कङ्ग्रिगेसन मण्डलीलाई पनि मण्डलीको अगुवाजनहरूले सेपर्ड्सहरूले त्यो म्याप दिनुपर्छ तपाईँले मण्डली कहाँ जानुपर्नेछ है किनकि तपाईँको म्याप टाइम लाइन सुड बी अकर्डिङ टु द वर्ड अफ गड अकर्डिङ टु द वर्ड अफ गड पर्सिक्युसनको टाइम लाइनमा छौँ हामी whether we want to acknowledge it or not, we are in the timeline of persecution because the great persecution is coming. Great falling away is coming. Falling away किन आउँछ पर्सिक्युसनमा जब पर्छ तब falling away आउँछ नि त falling away किन आउँछ जब सबै कुछ छिनिनु आँट्यो होइन बरु म प्रभुलाई नै छोड्छु द्याट इज द falling away which great falling awayले त्यो डिनोट गर्छ पर्सिक्युसनको टाइममा त्यो great falling away आउनेवाला छ whether your church is going to fall away or your church is going to stand depends on what you fed your church. प्रभुको इनारबाट पिलाउनु भएको छ भने प्रभुमा खडा रहन सक्छ प्रभुको लिभिङ वाटर्सबाट पिलाउनु भएको छैन भने मृत्युमा जानेछ र यो चाहिँ मण्डलीको दायित्व हो कि यु विल बी रेस्पोन्सिबल फर वेदर यु आर सेपर्ड्स तपाईँहरूलाई बोलावट छ सेपर्ड्सहरूले के खुवाउनु पर्ने छ यर्मिया 23
यर्मियामा मैले पढ्दै गर्दा I was reading about the shepherds. यर्मियामा के लेखेको छ? यर्मिया 23मा लेखेको छ, Woe to the shepherds who destroy and scatter the sheep of my pasture, says the Lord. Therefore thus says the Lord God of Israel, against the shepherds who feed my people. You have scattered my flock, driven them away, and not attended to them. Behold, I will attend to you for the evil of your doing, but I will gather the remnant of my flock. हेर्नुहोस्, प्रभुले योना 21मा पिटरलाई अन्तिम, किनभने पिटरलाई चाहिँ फादर अफ द चर्च भनेको छ नि त है, पिटरमा चाहिँ त्यो स्टोन, त्यो रक हो जसमा चाहिँ चर्चलाई एस्टाब्लिस गर्छु भनेर भन्नुभएको छ है, र गर्नुभएको छ। र पिटरलाई भन्नेपछि चर्चलाई लास्ट कमान्डमेन्ट के दिनुभएको छ है? चर्चको फादर्सहरूले सुन्नुहोस्, चर्चको अगुवाजनहरूले सुन्नुहोस्, के कमान्डमेन्ट दिनुभएको छ? फिड माई ल्याम्प। केले फिड गर्नुहुन्छ? प्रभुको वचनले, फिड माई ल्याम्प, टेन्ड माई सिप, फिड माई फ्लक। मेरो भेडाहरूलाई खुवाऊ, चराऊ है, यिनीहरूलाई भोकै नराख भन्नुभएको छ। गर्नु हुँदैछ, के खुवाउनु हुँदैछ? त्यो खुराक दरिलो छ के त है, हड्डी चपाउन सक्ने कङ्ग्रिगेसन भएको छ के त? त्यो खुराक न्युट्रिसियस छ के त? भन्नुको मतलब प्रभुको वचनबाट निकालेको वचन मात्र, जसमा कि कङ्ग्रिगेसन आफै नै जीवनको पानी पिलाउन सक्ने हुने है, त्यो भएको छ। एभ्री सन्डे है वचनको भार भनिन्छ है, वचनको भार जसलाई दिन्छ उसले प्रार्थना र उपवास साथमै बनाउँछ भन्ने मेरो विश्वास छ है, बनाउँछ होला है। अगुवाजनहरूले जब आफै पनि बनाउनुहुन्छ है, आफू प्रभुको खुट्टामा बसेर, क्रुसको फेदीमा बसेर बनाइएको वचन प्रभुमा मात्र, मतलब नट टु त्यो टाइम टिक गराउनु होइन कि 1 घन्टा जसरी भए पनि निकाल्नु पर्ने होइन, तर पवित्र आत्मामा वचनको यति साह्रो खाँदिलो खुराक कि 1 घन्टा पनि बितेको थाहै नपाउने त्यस्तो खुराक छ कि हँसाउने र आफ्नो हप्ताभरिको एक्सपिरियन्स सेयर गर्ने मात्रै छ है। त्यो समय गयो। अब त्यो प्रिचिङ जसमा चाहिँ मजा आउने, बिकज उसको आफ्नै हँस्यौली एक्सपिरियन्सहरू हुने, त्यो समय गयो त्यो समय है। त्यो अब चाहिँ प्रभुको गहिरो टिचिङबाट कङ्ग्रिगेसनलाई फिड गर्ने समय हो। अदरवाइज इट्स गोइङ टु बी भेरी डिफिकल्ट फर देम टु एन्ड्योर, टु सस्टेन। समरको हिटलाई तपाईँको कङ्ग्रिगेसनले विथस्ट्यान्ड गर्न सक्छ कि विल्ट हुन्छ, कि मुर्झाउँछ है, ओइलेर जलेर जान्छ? बिकज इफ यु हेभ ओन्ली फेड द बडी, देन द सोल इज गोइङ टु विदर। खालि शरीरलाई मात्र नै तङ्ग्राउनु भएको छ भने त आत्मा त मुर्झाउने छ नि। त्यसले गर्दाखेरि बिवेयर एन्ड बी प्रिपेयर्डनेसमा ल्याउनुहोस्, तयारीमा ल्याउनुहोस् फर द पर्सिक्युसन द्याट इज कमिङ, द ग्रेट पर्सिक्युसन द्याट इज कमिङ, द ग्रेट फलिङ अवे द्याट इज कमिङ। ग्रेट फलिङ अवे आउँदैछ है, जसको प्रभुप्रतिको प्रेम सेलाएर जाने समय आउँदैछ। मण्डलीहरू तयार रहनुहोस्, परिवारहरू तयार रहनुहोस्, कङ्ग्रिगेसन तयार रहनुहोस्। लेट्स प्रे फर अल द पर्सिक्युटेड, कि प्रभुले हामीलाई स्ट्रेन्थ दिनुभएको होस्। त्यो टाइममा हामी आफ्नो स्ट्रेन्थले सक्ने छैनौँ। फिजिकल स्ट्रेन्थ इज नट इनफ, यु निड द स्पिरिचुअल स्ट्रेन्थ। वेयर विल यु गेट द स्पिरिचुअल स्ट्रेन्थ फ्रम? कहाँबाट आउँछ? वचनबाट नआएपछि वचनबाट दिनुहोस्। तपाईँको होल सन्डेको सर्मन, तपाईँको एक्सपिरियन्स, तपाईँको हप्ताभरिको भेटघाटहरूमा बेस नगर्नुहोस्, टिचिङ दिनुहोस्। प्रभुको वचनबाट ल्याउनुहोस् तपाईँको टिचिङ। त्यो वचनको गहिरो इनारबाट त्यो मिठो पानी पिलाउनुहोस्, ताकि कङ्ग्रिगेसन रिचार्ज हुन सकोस्, फुल हुन सकोस्, हेल्दी हुन सकोस्। प्रभुको वचनको असल सत्यतामा कङ्ग्रिगेसन आउन सकोस्। अन्तमा यति नै भन्न चाहन्छु, यशाया 8:20 भन्छ कि शिक्षा अनि साक्षी भएको ठाउँमा जाऊ। एउटा मण्डलीमा है, एउटा चर्चमा शिक्षा पनि जरुरी छ है, साक्षी पनि जरुरी छ। साक्षी पनि हुनुपर्छ है। देयर हेज टु बी टेस्टिमनीज, मिरेकल्स, हिलिङ है। यो प्रभुको टेस्टिमनी हो, किनकि
प्रकाशित वाक्य 19:10 भन्छ, फर द टेस्टिमनी अफ जिजस क्राइस्ट इज द स्पिरिट अफ प्रोफेसी। है, त्यसले गर्दा शिक्षा अनि साक्षी भएको जग्गामा जान आवश्यक छ मण्डलीलाई। है, जुन चर्चमा तपाईँ जानुहुँदैछ त्यो चर्चलाई शिक्षा पनि बोक्नु आवश्यक छ। अदरवाइज हाउ विल दे फिड यु? है, फिड गराउनु पऱ्यो नि त फ्लकलाई, त रिचार्ज गराउनु पऱ्यो नि है, र प्रिपेयर गराउनु पऱ्यो, तयारी गराउनु पऱ्यो फर द कमिङ डेज विच आर गोइङ टु बी भेरी भेरी डिफिकल्ट। है, र डिफिकल्ट भइरहेको नै छ अहिले र अझै हुनेवाला छ। मण्डली तयार रहौँ, किनकि मत्ती 24 के लेखेको छ? मत्ती 24 21 हेर्नुभयो भने यहाँ यसरी लेखेको छ, फर देन देयर विल बी ग्रेट ट्रिबुलेसन such as has not been since the beginning of the world until this time, no, nor ever shall be. यस्तो खालके महासङ्कष्ट आउनेवाला छ कि संसारको सुरुदेखि अहिलेसम्म पनि नदेखा परेको, कहिले पनि नभएको खालके सङ्कष्ट। है, हामीले अर्ली चर्चको सङ्कष्ट, कति भयानक सङ्कष्टहरूको बारेमा सुनेको छौँ। फक्सस बुक अफ मार्टियर पढ्नुभयो भने है, यति भयङ्कर सङ्कष्ट आएको छ अर्ली चर्च फादर्सहरूको, है, उनीहरूको जीवनकालभरिमा। तर त्योभन्दा पनि भयानक आउनेवाला छ, किनभने यो चाहिँ अहिलेसम्म संसारले नदेखेको सङ्कष्ट भन्दैछ। एन्ड अनलेस दोज डेज वर सर्ट नो फ्लेस वुड बी सेभ्ड। मतलब शरीर त बचाउन नै सकिँदैन भन्दैछ, तर यो है इलेक्टको खातिर चाहिँ यो दिनहरूलाई चाहिँ छोटो गरिनेछ भनेर भनेको छ। है, प्रभुको वचनले यसो भन्छ र यतिमै म आज राख्छु। हामी प्रिपेयर्डनेसमा अब जाने दिन टाइम भएको छ। यीशु ख्रीष्टको नाउँमा सबैलाई जय मसीह।